होला त? यो सबै जान्नको लागि आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला। दर्शकवृन्द, आजको यस भिडियोलाई जसले अन्तिमसम्म हेर्नुहुन्छ उहाँहरूले अबको आउँदो भागमा के हुन्छ त? के साँच्चीकै बसन्ते र मधुको मिलन फेरि पनि हुन्छ त? बसन्तेले आफूले मधुलाई भेटेर आएको उक्त कुरा ज्ञानुलाई सुनाउलान् त? त्यो पनि थाहा पाउनुहुनेछ। त्यसैले आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला। दर्शकवृन्द, तपाईहरूले सहरिया बुहारी सिरियललाई कुन ठाउँदेखि माया गर्दै आइरहनु भएको छ? कृपया उक्त ठाउँको नाम पनि कमेन्ट गरिदिनु होला, ताकि जानू कि तपाईहरूले सहरिया बुहारी सिरियललाई कुन ठाउँदेखि अति नै माया गर्दै आउनु भएको रहेछ भनेर। दर्शकवृन्द, तपाईहरूले पनि सहरिया बुहारीको पछिल्लो भाग त पक्कै पनि हेर्नु भयो होला र उक्त भाग हेरे पछाडि तपाईँहरूको मन पनि एकदमै हलुका भएको होला। दर्शकवृन्द, तपाईँहरूको मन यस कारणले एकदमै हलुका भएको होला कि फाइनली मधु र बसन्तेको भेट भएको छ। हो दर्शकवृन्द, उक्त भेटमा मधु र बसन्तेले आफ्नो मनमा लागेका सबै कुराहरू व्यक्त गरेका छन्। दर्शकवृन्द, उक्त कुरा देख्दै गर्दाखेरि तपाईँहरूको मन पनि एकदमै हलुका भएको होला। हो दर्शकवृन्द, आजको यस भिडियोमा आउँदो भागमा के हुन्छ त भन्ने कुराको चर्चा गर्नेछु। दर्शकवृन्द, बसन्ते भने मधुसँग बेलुका बोल्न पाउँछु कि भनेर एकदमै छटपटिरहेका छन्। हो दर्शकवृन्द, उता मधुले पनि बसन्तेसँग बोल्नको लागि बारम्बार ज्ञानुको मोबाइलमा फोन गरिरहेकी छिन्। हो दर्शकवृन्द, बारम्बार फोन गर्दा पनि ज्ञानुले नउठाए पछाडि मधुले मनमा नराम्रो सोचेर ज्ञानुले पनि कतै हाम्रो सम्बन्धलाई बिगार्नको लागि खोजेकी त होइन, नत्र किन फोन नउठाएकी त भन्ने कुरा मनमा खेलाएकी छिन्। हो दर्शकवृन्द, बिचरी मधुले पनि ज्ञानुको फोनमा एकदमै धेरै फोन गरेकी छिन्। दर्शकवृन्द, तर मधुले सोचे जस्तो ज्ञानु कहाँ छिन् र? हो दर्शकवृन्द, ज्ञानुले पनि बसन्तेको उक्त घरमा सबै धन्दाहरू सकेर बसन्तेको आमासँग केही कुराकानी गरेर ऊ सुत्नको लागि ओछ्यानतिर गएकी छिन्। हो दर्शकवृन्द, सुत्नुभन्दा अगाडि फोन हेर्दै गर्दाखेरि उसको फोनमा धेरैचोटि मधुले फोन गरेको कारणले गर्दाखेरि ऊ बसन्तेको कोठातिर गएकी छिन्। हो दर्शकवृन्द, मध्यरातमा आफ्नो कोठामा ज्ञानुलाई देख्दै गर्दाखेरि बसन्तेले सबै कुरा सोधेका छन्। दर्शकवृन्द, अनि ज्ञानुले पनि आफ्ना सबै कुराहरू व्यक्त गरेको छिन्। दर्शकवृन्द, ज्ञानुले उक्त समयमा मधुलाई फोन गर्दाखेरि मधुको फोन स्विच अफ भएको थाहा पाएकी छिन्। दर्शकवृन्द, उता मधुले पनि धेरैचोटि फोन गर्दै गर्दाखेरि ज्ञानुले नउठाए पछाडि आफूलाई रिस उठेको कारणले गर्दाखेरि फोनलाई स्विच अफ गरेर राखेकी छिन्। दर्शकवृन्द, बिचरा बसन्तेको मनमा भने कतै मधु रिसाइन् कि भन्ने कुराको एकदमै डर पैदा भएको छ। दर्शकवृन्द, बिहानै फोन गर्नुपर्छ भन्ने कुरो व्यक्त गरेर ज्ञानु पनि बसन्तेको कोठाबाट फर्किएकी छिन्। हो दर्शकवृन्द, ज्ञानु बसन्तेको कोठाबाट फर्किँदै गर्दाखेरि बसन्तेको आमाले ज्ञानुलाई देखेकी छिन्। दर्शकवृन्द, कति पनि बसन्तेको आमाले कुनै पनि कुरा नसोचिकन ज्ञानुलाई पनि नराम्रो सोचेर विभिन्न तरिकाले गाली गरेकी छिन्। हो दर्शकवृन्द, वास्तवमा ज्ञानु त्यस्तो खराब केटी त हुँदै होइन। दर्शकवृन्द, जब बिहान हुन्छ ज्ञानु एका बिहानै गएर पँधेरोबाट पानी पनि ल्याएकी छिन्। हो दर्शकवृन्द, त्यति बेला पनि बसन्तेको आमा एकदमै रिसाएर ज्ञानुसँग झर्को फर्को गरेर बोलेकी छिन्। दर्शकवृन्द, ज्ञानुले पनि आफूलाई बुझ्नको लागि अनुरोध गर्दै आमालाई सम्झाउँछिन्। हो दर्शकवृन्द, अनि ज्ञानुले
बसन्तेलाई उठाउनको लागि बसन्तेको ओछ्यानमा गएकी छिन्। दर्शकवृन्द बसन्तेले पनि आफूलाई चिन्ता लागेको कारणले गर्दा रातभरि सुत्न नसकेको कुरा व्यक्त गरेका छन्। तर दर्शकवृन्द अरूको दिनभन्दा बसन्तेको त्यस दिनमा अनुहारमा एकदमै खुसी देखिएको छ। अनि ज्ञानुले उक्त खुसी आउनुको कारण के हो भन्ने कुरा पनि सोधेकी छिन् हो दर्शकवृन्द। अनि बसन्तेले पनि आफू मन्दिर जाने कुरा पनि व्यक्त गरेका छन्। दर्शकवृन्द बिचरी ज्ञानुले त आफूलाई पनि सँगै लैजानु न भन्ने कुरा व्यक्त गर्दै गर्दाखेरि योचोटि आफै गएर भगवानको दर्शन गरेर आउने अनि अर्कोचोटिदेखि ज्ञानुलाई पनि लिएर जाने कुरा पनि व्यक्त गरेका छन् हो दर्शकवृन्द। वास्तवमा बसन्तेको भगवान त त्यही मधु हुन् हो दर्शकवृन्द। बसन्ते पनि मधुलाई भेट्नको लागि जान लागेका हुन्छन्। दर्शकवृन्द बिचरी ज्ञानुले बसन्तेलाई त्यस्तो खुसी देख्दै गर्दा ज्ञानु पनि एकदमै खुसी भएकी छिन्। अनि ज्ञानुले बसन्ते मन्दिर जान लागेको कुरा आमालाई व्यक्त गर्छिन् हो दर्शकवृन्द। अनि खेतालाका लागि बसन्ते र ज्ञानुलाई पनि बोलाएर आइज भन्ने कुरा आफ्नो छोरा शिशिरलाई व्यक्त गरेका छन्। दर्शकवृन्द शिशिरले पनि आफ्नो बुबाको उक्त कुरा मानेर बोलाउनको लागि गएका छन्। दर्शकवृन्द अनि राधाले आफ्नो श्रीमानलाई किन बसन्ते र ज्ञानुलाई बोलाउन पठाउनु भएको, उनीहरूलाई त्यस्तो हिलोमा किन दुःख दिनु पर्यो भन्ने कुरा पनि व्यक्त गरेको छिन्। उनीहरूलाई त्यस्तो हिलोमा किन दुःख दिनु पर्यो भनेर व्यक्त गर्दै गर्दाखेरि कविराजले साँच्चै नै एकदमै राम्रो कुराकानी गरेका छन् हो दर्शकवृन्द। वास्तवमा सहरका व्यक्तिहरू गाउँ छोडेर गएका हुन्। आज गाउँका व्यक्तिहरूले उब्जाएको बालीनाली खाएर नि सहरका व्यक्तिहरूले आफ्नो जीवनलाई जीवनयापन गरिरहेका हुन्छन्। दर्शकवृन्द ज्ञानुलाई पनि उक्त बारीमा बोलाएर गाउँको काम गर्ने तरिका कस्तो हुन्छ अनि गाउँको वातावरण कस्तो हुन्छ त्यो सबै देखाउन र वास्तविक परिश्रम के हो त्यो चिनाएर ज्ञानुले पनि सहरमा गएर विभिन्न व्यक्तिहरूलाई एकदमै राम्रो सन्देश देलिन् कि भन्ने आशाले गर्दाखेरि बसन्तेको साथमा ज्ञानुलाई पनि खेताला बोलाएको कुरा कविराजले व्यक्त गरेका छन् हो दर्शकवृन्द। आफ्नो श्रीमानको मुखारबिन्दुबाट राधाले त्यस्तो कुरा सुन्दै गर्दाखेरि उसले पनि वास्तवमा आफ्नो श्रीमानको उक्त कुरालाई विभिन्न तरिकाले समर्थन जनाएकी छिन्। दर्शकवृन्द बसन्तेको मन एकदमै प्रफुल्लित भएको छ हो दर्शकवृन्द। बसन्ते आफ्नो भगवान मधुलाई भेट्नको लागि आज जाने भएका छन् अनि उसले ज्ञानुसँग बिदा मागेर घरबाट निस्किएका छन् हो दर्शकवृन्द। बसन्ते घरबाट निस्किए पछाडि बीच बाटोमा शिशिरसँग भेट भएको छ। दर्शकवृन्द शिशिरले पनि आफ्ना सबै कुराहरू सुनाएका छन् हो दर्शकवृन्द। शिशिरको उक्त कुरा सुने पछाडि आफू आज नभ्याउने कुरा पनि बसन्तेले व्यक्त गरेका छन् हो दर्शकवृन्द। आफू मन्दिर जाँदै गरेको कुरा पनि बसन्तेले शिशिरलाई सुनाएका छन्। तर दर्शकवृन्द बसन्तेले शिशिरलाई कहिले पनि कुनै कुरा झुटो बोल्दैनन्। उसले कति पनि झुटो नबोलिकन आफ्नो मन्दिर अनि देवता अरू कोही नभएर आफूले ज्ञानुलाई भेट्न जान लागेको कुरा पनि व्यक्त गरेका छन् हो दर्शकवृन्द। बसन्ते दाइको मुखारबिन्दुबाट उक्त कुरा सुनेर शिशिरले पनि भरसक छुटिसकेको व्यक्तिसँग नभेटेकै राम्रो भन्ने कुरा व्यक्त गरेका छन् हो दर्शकवृन्द। उक्त कुरा भन्दै गर्दाखेरि बसन्ते कति पनि नमानेको कारणले गर्दाखेरि शिशिरले पनि केही कुरा आफ्नो दाइ बसन्तेलाई सम्झाएका छन् अनि आफ्नो मनका सबै व्यथाहरू व्यक्त गरेर चाँडै आउनुहोला भन्ने कुरा शिशिरले पनि बसन्तेलाई बिदाई गरेका छन्। दर्शकवृन्द वास्तवमा त शिशिरले आफ्नो भाउजू
मधु नभएर अब ज्ञान हुनुपर्छ भन्ने कुरा पनि मनमा निकै खेलाएका छन्। तर के गर्नु, उसले भनेअनुसार कहाँ हुन सक्छ र। बसन्तेको मनमा त ज्ञानो नै ज्ञानो छिन्। बिचरा बसन्तेले आफ्नो जीवनमा जीवनसाथी ज्ञानुलाई बाहेक अरू कसैलाई पनि रोज्न सक्दैनन्। दर्शकवृन्द, उता मधु पनि बसन्तेलाई भेट्ने आशामा मनमा विभिन्न भावनाहरू खेलाएर एकदमै खुसी भएकी छिन्। हो दर्शकवृन्द, अनि मधुले आफ्नो बुबालाई सबै कुरा व्यक्त नगरेर केही कुरा ढाँट्ने निर्णय पनि गरेको छिन्। त्यो समयमा साँच्चै नै मधुको बुवा पनि एकदमै चिन्तामा डुबेका हुन्छन्, किनकि दर्शकवृन्द, मधुको चौतेनी आमालाई पुलिसहरूले आएर घरैबाट समाएर लगेका हुन्छन्। हो दर्शकवृन्द, आज मधुको सौतेनी आमा चेलीबेटी बेचबिखनको केसमा प्रहरीले उसलाई थुनेर राखिरहेको छ। अनि आफ्नी श्रीमतीको के कस्तो अवस्था हुँदैछ उक्त कुरा बुझ्नको लागि मधुको बुवा पनि चौकी आउने कुरा आफ्नी छोरीलाई व्यक्त गरेका छन्। दर्शकवृन्द, अनि मधुले पनि आफ्नो मनलाई भुलाउनको लागि ऊ बजारसम्म पुगेर आउँछु भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द, आफ्नो छोरीलाई त्यस्तो समयमा एक्लै नछोड्ने विचार गर्दै मधुको बुवाले पनि छोरीसँग आफू पनि जाने कुरा बताएका छन्। तर दर्शकवृन्द, मधुले भने आफ्नो मनका सबै व्यथाहरूलाई भुलाउनको लागि आफू बजार गएर चाँडै आउने। त्यति बेलासम्म बुबालाई चौकी गएर सबै कुराहरू बुझेर आउनु भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द, शिशिर पनि बसन्तेको घर पुगेका छन्। हो दर्शकवृन्द, शिशिरले बसन्तेको घरमा ज्ञानुलाई कुचो लगाउँदै गरेको देखे पछाडि उसले ज्ञानुलाई भाउजू भनेर बोलाएका छन्। हो दर्शकवृन्द, शिशिरको मुखारबिन्दुबाट उक्त कुरा सुन्दै गर्दाखेरि ज्ञानु पनि निकै मुख परेको छिन्। दर्शकवृन्द, शिशिरले पनि ज्ञानुलाई आफ्नो मनका चाहना व्यक्त गर्दै सधैँभरि भाउजू भनेर बोलाउन पाए एकदमै राम्रो हुने कुरा पनि बताएका छन्। तर दर्शकवृन्द, ज्ञानुले भने भाग्यमा जे लेखेको छ त्यो कुरा भएर नै छोड्छ। यदि भाग्यमा लेखेको छ भने त्यो कुरा पनि पुग्नेछ भन्दै विभिन्न कुराले सम्झाएकी पनि छिन्। दर्शकवृन्द, शिशिरले पनि आफू त्यहाँ आउनुको कारण बताएका छन्। हो दर्शकवृन्द, शिशिरको मुखारबिन्दुबाट त्यस्तो कुरा सुने पछाडि ज्ञानु पनि काकीको घरतिर लागेकी छिन्। दर्शकवृन्द, उता शिशिरको बुवा भने एकदमै रिसाइरहेका छन्। हो दर्शकवृन्द, आधा दिउँसो हुँदै गर्दा पनि आफ्नो छोरा बसन्ते र ज्ञानुलाई लिन गएको अहिलेसम्म पनि आइपुगेन। कति धेरै कामहरू बितेका छन् भन्ने कुरा व्यक्त गर्दै आफ्नो श्रीमती राधासँग निकै रिसाएका छन्। दर्शकवृन्द, राधाले पनि आफ्नो श्रीमानलाई तपाईँ जाँदै गर्नु भन्ने कुरा व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, जब कविराज खेततिर काम गर्नको लागि जान्छन् केही समय पछाडि शिशिर र ज्ञानु पनि त्यहाँ पुगेका छन्। दर्शकवृन्द, बसन्ते भगवानको दर्शन गर्नको लागि मन्दिर गएको कुरा पनि ज्ञानुले व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, अनि घरमा कोही पनि छैनन् भन्ने कुरा व्यक्त गर्दै गर्दाखेरि ज्ञानुलाई खेतमा काम गर्न नजानको लागि शिशिरको आमाले व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, त्यस पछाडि काकी र ज्ञानु भएर एकअर्कामा निकै कुराकानी गरेका छन्। दर्शकवृन्द, ज्ञानुले पनि आफू हिजो राति बसन्तेको कोठामा जाँदै गर्दाखेरि बसन्तेको आमाले आफूलाई शङ्का गरेकी कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द, शिशिरको आमा राधाले भने कति पनि उक्त कुरालाई लिएर चित्त नदुखाउनको लागि अनुरोध पनि गरेकी छिन्। दर्शकवृन्द, ज्ञानुले त अझै पनि आफू कति पनि नरिसाएको कुरा पनि व्यक्त गरेकी छिन्।
हो दर्शकवृन्द, पहिलाका व्यक्तिहरू नियम अनि संस्कारमा एकदमै कडा हुने कुरा पनि राधाले ज्ञानुलाई व्यक्त गरेकी छिन्। दर्शकवृन्द, राधाले पनि ज्ञानुलाई विभिन्न कुराले सम्झाएकी छिन्। दर्शकवृन्द, केही बेर कुराकानी गरे पछाडि ज्ञानु पनि बसन्तेको घरतिर फर्किएकी छिन्। हो दर्शकवृन्द, उता कविराजले भने आफ्नो छोरा अनि बसन्ते र ज्ञानु कतिखेर आउलान् त भन्ने बाटो कुरिरहेका छन्। अनि त्यहाँ शिशिरलाई मात्र देखे पछाडि कविराजले किन तिनीहरू आएनन् भन्ने कुरा व्यक्त गरेका छन्। हो दर्शकवृन्द, अनि शिशिरले पनि सबै कुराहरू व्यक्त गरेका छन्। दर्शकवृन्द, वास्तवमा त आफ्नो काम आफै गर्नुपर्छ, कसैको पनि निर्भर हुनु हुँदैन भन्ने कुरा पनि शिशिरको बुवाले व्यक्त गरेका छन्। दर्शकवृन्द, बसन्तेको आमा पनि आफ्नो देउरानीलाई भेट्नको लागि उसको घरतिर गएकी छिन्। हो दर्शकवृन्द, बसन्तेको आमाले आफ्नी देउरानीसँग वास्तवमा ज्ञानु भन्ने केटी पनि ठिक होइनन् कि जस्तो कुरा व्यक्त गर्दै हिजोको रातमा भएका ती कुराहरू पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द, आफ्नो जेठानीको मुखारबिन्दुबाट उक्त कुरा सुने पछाडि राधा पनि एकदमै रिसाएर वास्तवमा ज्ञानु खराब व्यक्ति होइनन्। यदि कोही केटी मान्छे मध्यरातमा पुरुषको ओछ्यानमा जान्छ भने उक्त केटी मान्छे नराम्रो किसिमले गएको हुन्छ भन्ने के नै छ र भन्दै विभिन्न कुराहरू व्यक्त गरेर आफ्नो जेठानीलाई सम्झाएकी छिन्। दर्शकवृन्द, बसन्तेको आमाले पनि आफ्नो देउरानीसँग विभिन्न कुराले आफूले गल्ती गरेको महसुस पनि गरेकी छिन्। हो दर्शकवृन्द, अनि शिशिरको मम्मी राधाले त अब कसै गरी पनि बसन्ते र ज्ञानुलाई एकदमै नजिक बनाउनु पर्छ, उनीहरूको विवाह गर्न सके एकदमै राम्रो हुने थियो भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकवृन्द, आफ्नो देउरानीको मुखारबिन्दुबाट उक्त कुरा सुने पछाडि बसन्तेको आमाले पनि आफूले ज्ञानुसँग माफी मागेर अब बसन्ते र ज्ञानुको विवाह गर्नको लागि उनीहरूलाई भन्नु पर्यो, उनीहरूको मनसाय पनि बुझ्नु पर्यो भन्ने कुरा व्यक्त गरेकी छिन्। दर्शकवृन्द, यतातिर मधु र बसन्तेको चाँडै विवाह भए त एकदमै राम्रो हुने थियो भन्ने चाहना सबैले पालेर बसिरहेका छन् भने उतातिर मधु र बसन्तेको भेटघाट भएको छ। हो दर्शकवृन्द, मधु र बसन्तेको भेटघाट हुँदै गर्दाखेरि उनीहरूले एकअर्कामा आफ्ना मनका भावनाहरू व्यक्त गरेका छन्। दर्शकवृन्द, आफ्ना मनका भावना व्यक्त गर्दा गर्दै दुवैजना एकदमै रोएका छन्। दर्शकवृन्द, बसन्तेले पनि मधुलाई अब हामी विवाह गर्नुपर्छ र फेरि पनि उजाडिएको त्यो संसारलाई हरियाली बनाउनु पर्छ, बिन्ती कसै गरी पनि मसँग हिँड भन्दै विभिन्न कुराहरू व्यक्त गर्दै गर्दाखेरि मधुले त्यसरी आफू फर्किएर जाने बाटाहरू बन्द गरेर आइसकेको कुरा पनि व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, हुन त हिजोको दिनमा मधुले आफू फर्केर जाने ती बाटाहरू बन्द गरेर आएकी थिइन्। दर्शकवृन्द, मधु त्यसरी बसन्तेसँग छुटेर जाँदै गर्दा पनि मधुले कुनै पनि हालतमा त्यस्तो व्यवहार नगरेको भए आज फेरि पनि मधु बसन्तेको उक्त जिन्दगीमा फर्केर जान सक्थिन्। दर्शकवृन्द, बिचरा बसन्तेले विभिन्न कुराले मधुलाई सम्झाए पनि मधुले अब कहिल्यै पनि आफ्नो विवाह बसन्तेसँग हुनै नसक्ने, आफूले सबै बाटोहरू बन्द गरेर आएको कुरा व्यक्त गरेकी छिन्। दर्शकवृन्द, बसन्ते र मधुले एकअर्कामा एकदमै भावनाका कुराहरू व्यक्त गरेका छन्। उनीहरू एकअर्काप्रति एकदमै भावुक भएका छन्।